नमस्कार विद्यार्थी भाइ बहिनीहरू, तपाईँलाई अझ मेरो कक्षा 11 को प्रिन्सिपल अफ अकाउन्टिङ भन्नाले लेखाविधिका सिद्धान्तको अथवा अकाउन्टको युनिट 1 को बुक किपिङ एन्ड अकाउन्टिङ अथवा अभिलेखन एन्ड लेखाविधि भन्ने च्याप्टरमा तपाईँहरूलाई स्वागत छ। विद्यार्थी भाइ बहिनीहरू, आज मैले तपाईँहरूको लागि एउटा नयाँ सूत्रबाट पढ्ने विधि ल्याएको छु। त्यो सूत्र के हो भन्दाखेरिमा हामीले लेखाविधि भनेको के हो भन्नलाई सजिलो तरिकाले जान्ने सूत्र छ। कहाँ अब सभ्य सूचना, एउटा केटीको नाम सभ्य छ हो। कहाँ अब सभ्य सूचना, हामी यसलाई विस्तृत रूपमा जानकारी लिनेछौँ। अब मैले तपाईँलाई यो सूत्र यहाँ लेखिदिएको छु। यति जानेपछि लेखाविधि भनेको अथवा एकाउन्टिङ भनेको के हो भन्ने कुरा क्लियर रूपमा थाहा पाइन्छ विद्यार्थी भाइ बहिनीहरू। अब हामीले पहिलो कुरा त लेखाभिलेखन र लेखाविधि भनेको एउटै कुरा हो भन्ने जो मनमा तपाईँहरूको सबैको विचारमा लाग्छ, तर एउटै होइन। तर एउटै कसरी होइन भन्दाखेरि लेखाविधि भनेको लेखा अभिलेखन भइसकेपछि मात्र लेखाविधि अथवा लेखाङ्कन गर्ने गरिन्छ। अब लेखा अभिलेखन भनेको त तपाईँलाई मैले हिजो अस्तिको क्लासमा भनेको नै छु। लेखा अभिलेखन भनेको वित्तीय कारोबार अथवा आर्थिक कारोबारहरूलाई नियमित, व्यवस्थित र वैज्ञानिक ढङ्गले तिनीहरूको अभिलेख राख्ने कार्यलाई नै लेखा अभिलेखन भनिन्छ। लेखा अभिलेखनको हामीले फाइदा पढ्यौँ, हामीले सुदेश्य पढ्यौँ, हामीले लेखा अभिलेखन अघिल्लो क्लासमा। तर आज अर्को च्याप्टरको रहेको छ लेखाविधिको अवधारणा। अब विद्यार्थी साथीभाइ बहिनीहरू, लेखाविधि भनेको के हो त भन्ने हामी थाहा पाउनुको लागि के गर्ने भन्दाखेरिमा व्यवसाय सञ्चालनको नतिजा र व्यवसायको वित्तीय अवस्थाको जानकारी प्राप्त गर्ने उद्देश्यले वित्तीय कारोबारहरूको अभिलेख राख्ने, वर्गीकरण गर्ने, सारांश तयार पार्ने र व्याख्या गर्ने विधिलाई नै लेखाविधि भनिन्छ। हो विद्यार्थी भाइ बहिनीहरू, मैले एउटा सजिलो सूत्र बनाएको छु। के सूत्र भनेपछि कहाँ अब साव्य सूचना। कहाँ अब साव्य सूचना भनेपछि कहाँ भनेको कुनै पनि व्यवसायको आर्थिक कारोबार हुनु पर्यो। पहिला त आर्थिक कारोबार हुनु पर्यो नि त। अब भनेपछि भनेको आर्थिक कारोबारहरूको अभिलेख राख्नु पर्यो। त्यो आर्थिक कारोबारलाई नियमित क्रमबद्ध रूपले अभिलेख राख्नु पर्यो। त्यसपछि तिनीहरूको वर्गीकरण गर्नु पर्यो। वर्गीकरण भनेको कुन टाइपको खाता हो त अभिलेख राखिसकेपछि त व्यक्तिगत, वास्तविक, अवास्तविक कस्तो टाइपको हो तिनीहरूको वर्गीकरण गर्नु पर्यो। त्यसपछि सारांश तयार गर्नु पर्यो अथवा त्यसलाई संक्षेपीकरणमा ल्याउनु पर्यो। ठुलो होला त्यसलाई हामीले अब एकाउन्टिङ राख्दाखेरिलाई संक्षेपीकरण गर्नु पर्यो। त्यसपछि व्या भनेको त्यसलाई व्याख्या गर्नुपर्छ। व्याख्या गरेपछि त्यसपछि सम्बन्धित पक्षलाई अथवा मालिक होला कसैलाई पनि सूचना दियो भनेपछि त्यसलाई सूचना सम्प्रेषण गर्ने कार्यलाई नै लेखाविधि भनिन्छ। अब लेखाविधिको बारेमा तपाईँहरूलाई धेरै कुरा भन्नुभन्दा पनि विभिन्न विद्वानहरूले राम्रो कुरा गर्नुभएको छ। जसरी तपाईँहरूलाई यहाँ मैले यसले लेखाविधिले एउटा सूचनाको बारेमा, एउटा भाषाको बारेमा, लेखाको भाषा अथवा लेखाको सूचना दिने काम गर्ने भएका यसलाई भाषा, ल्याङ्ग्वेज अफ अकाउन्ट पनि भनिन्छ यो लेखाविधिलाई। त्यसैले अमेरिकन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक अकाउन्ट्सले पनि भनेको छ, कम्तीमा वित्तीय प्रकृति भएका कारोबारहरू र घटनाहरूको, वित्तीय भनेको आर्थिक, पैसा सैसासँग सम्बन्धित लेनदेन, त्यसमा तपाईँको अब गुणात्मक र लेखामा कारोबार त्यस्ता कारोबारहरूलाई राखिन सकिँदैन। त्यसैले कम्तीमा वित्तीय प्रकृति भएका मुद्रा कारोबारहरू र घटनाको सुव्यवस्थित तरिकाले अभिलेख राख्ने, वर्गीकरण गर्ने, सारांश निकाल्ने र त्यसको व्याख्या गर्ने कलालाई नै लेखाविधि भनिन्छ। एउटा त कला रहेछ नि त, यो त
कला भनेको आर्ट्स जस्तै रहेछ, साइन्स एन्ड आर्ट्स भनिन्छ। के गर्ने पहिला अब कहाँ अब साव्य सूचना सजिलो छ। कहाँ अब साव्य सूचना भनेपछि के गर्ने, सुव्यवस्थित तरिकाले कारोबारहरूको सुव्यवस्थित तरिकाले अभिलेख राख्ने, वर्गीकरण व्याख्या गर्ने, वर्गीकरण गर्ने, सारांश निकाल्ने र व्याख्या गर्ने कलालाई नै लेखाविधि भनिन्छ। आर्यन एन्थोनीका अनुसार पनि व्यवसायका सूचनालाई मौद्रिक रूपमा सङ्कलन गर्ने, त्यसलाई संक्षेपीकरण गर्ने, विश्लेषण गर्ने र प्रतिवेदन प्रस्तुत गर्ने कार्यलाई नै के भनिन्छ, लेखाविधि भनिन्छ। विद्यार्थी भाइ बहिनीहरू, तर अब अन्तमा हामीले लेख्नुपर्ने यसरी नै हुन्छ। अन्तमा धेरै नम्बरको पनि आउँदैन, यो धेरै आयो भने 5 नम्बरको, 2 नम्बरको, 3 नम्बरको आउँछ विद्यार्थी भाइ बहिनीहरू। तर हामीले जान्नुपर्ने चाहिँ लेखा भनेको के हो भन्दाखेरिमा 11, 12 BBS फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर, फोर्थ इयर, MBS मास्टरसम्म पनि यो अथवा विभिन्न इक्जाम दिँदा पनि यो धेरै नै आवश्यकता पर्ने भएकोले हामीले जान्नुपर्ने हुन्छ विद्यार्थी भाइ बहिनीहरू। अब अन्तमा वित्तीय कारोबारको पहिचान गर्ने, मापन गर्ने, अभिलेख राख्ने, वर्गीकरण गर्ने, सारांश निकाल्ने, विश्लेषण गर्ने, व्याख्या गर्ने र सम्प्रेषण गर्ने विज्ञान र कलालाई नै लेखाङ्कन भनिन्छ अथवा लेखाविधि भनिन्छ। यो कुरा हामीले प्रष्टसँग बुझ्नु पर्यो। आर्थिक कारोबार हुनु पर्यो, तिनीहरूको अभिलेख राख्नु पर्यो, अभिलेख राखिसकेपछि वर्गीकरण गर्नु पर्यो। वर्गीकरण भनेको कस्तो प्रकारको, अब गहुँलाई गहुँतिर, मकैलाई मकैतिर त राख्नु पर्यो नि, हो वर्गीकरण गर्ने भनेको त्यो हो। वर्गीकरण गर्नु पर्यो, तिनीहरूको सारांश संक्षेपीकरण, वर्गीकरण गरिसके तिनीलाई संक्षेपीकरण भनेको छोटो छोटो बनाउनु पर्यो, मिठो बनाउनु पर्यो, चट्ट बनाउनु पर्यो। अनि भनेपछि अब सारांश निकालेर व्याख्या पनि गर्नु पर्यो, त्यसले विश्लेषण पनि गर्नु पर्यो होइन। अनि सम्बन्धित पक्षलाई सूचना सम्प्रेषण गरिदिएपछि त्यो एउटा विज्ञान पनि हुन्छ, कला पनि हुन्छ, त्यसैले नै लेखाङ्कन भनिन्छ विद्यार्थी भाइ बहिनीहरू। अब लेखा विधिका विशेषताहरू के छन् त? लेखाविधिका विशेषताहरू भन्नाले विद्यार्थी भाइ बहिनीहरू, पहिलो त लेखाविधिको विशेषता भनेको वित्तीय प्रकृति, त्यसपछि निरन्तर प्रक्रिया, त्यसपछि विश्लेषण र व्याख्या, त्यसपछि ऐतिहासिक प्रकृति, त्यसपछि सिद्धान्तमा आधारित। हाम्रो कतिवटा 5वटा विशेषताहरू छन्। हो विशेषता भनेको कस्तो भन्दाखेरि के हो त विशेषता भनेको? विशेषता भनेको यो कोट कालो छ भन्ने यसको विशेषता हो। यो कालो मात्रै छैन, यो न्यानो पनि हुन्छ, यो के हो? विशेषता हो यसको। भनेपछि विद्यार्थी भाइ बहिनीहरू विशेषता त्यसलाई भनिन्छ। त्यसैले लेखा विधिका विशेषताहरू भनेपछि लेखाविधि भनेको त के हो हामीले थाहा पायौँ। अब त्यसको विशेषता के छ? वित्तीय प्रकृति हुन्छ त्यसको। वित्तीय प्रकृतिको हुने भएकाले लेखाविधि अन्तर्गत वित्तीय प्रकृतिका कारोबारहरूको मात्र अभिलेख राखिन्छ, मुद्रामा व्यक्त गर्न नसकिनेलाई राखिँदैन। त्यसैले के भनेको छ भन्दाखेरिमा वित्तीय प्रकृतिको हो भनेको छ। त्यसै गरी निरन्तर प्रक्रिया हो भनेपछि लेखाविधि एक निरन्तर चलिरहने प्रक्रिया हो, जस अन्तर्गत कारोबारहरूको पहिचान गर्ने, वर्गीकरण गर्ने, अभिलेख राख्ने, व्याख्या गर्ने, विश्लेषण गर्ने। भनेपछि यो एउटा निरन्तर प्रक्रिया हो। निरन्तर प्रक्रिया कसरी हो भन्दाखेरिमा कारोबारहरूको अभिलेख राख्ने, वर्गीकरण गर्ने, त्यसपछि संक्षेपीकरण, सारांश तयार गर्ने, व्याख्या गर्ने अनि सूचना सम्प्रेषण गर्ने प्रक्रिया सधैँ भइरहने भएकोले यसलाई के भनिन्छ? तपाईको नियमित प्रक्रिया पनि भन्ने गरिन्छ। त्यसै गरी अर्को रहेको छ विश्लेषण र व्याख्या। अब विश्लेषण र व्याख्या भन्नाले लेखाविधि अन्तर्गत तयार पारिने वित्तीय अभिलेखहरूबाट व्यवसायको सकारात्मक पक्ष र नकारात्मक पक्ष पहिचान गर्नको लागि वित्तीय विवरणहरूको व्याख्या र विश्लेषण गर्नुपर्ने हुन्छ। सकारात्मक पक्ष पनि थाहा पाउनु पर्यो, नकारात्मक पनि पक्ष। विशेषतामा त्यस्तै त हो नि, न्यानो पनि हुन्छ, गर्मीमा कोट लगायो भने न्यानो हुन्छ, के अरे बढी गर्मी हुन्छ, चिसोमा कोट लगायो भने अलि जाडो जाडो हुन्छ। त्यही भएर सकारात्मक पक्ष पनि हुन्छ, नकारात्मक पक्ष पनि हुन्छ। त्यसैले विश्लेषण गर्दाखेरि, व्याख्या गर्दाखेरि त्यसले सकारात्मक पक्ष पनि थाहा पाउनु पर्यो, नकारात्मक पक्ष पनि थाहा पाउनु पर्छ। अब
ऐतिहासिक प्रकृतिको पनि हुन्छ। अब विद्यार्थी भाइ बहिनीहरू, जहिले पनि लेखा ऐतिहासिक प्रकृतिको आधारमा राखिने गरिन्छ। ऐतिहासिक भनेको हामीले कारोबार गऱ्यौँ, कहिले गऱ्यौँ? हिजो गऱ्यौँ। अब अभिलेखन राख्नु पऱ्यो नि त, रेकर्ड राख्नु पऱ्यो भन्दाखेरि यो ऐतिहासिक प्रकृतिको भएको हुनाले त्यसलाई ऐतिहासिक प्रकृति र यसले तपाईँको इतिहासको बारेमा, इतिहासमा भएका कारोबारहरूको बारेमा मात्रै जानकारी दिने गर्दछ लेखा अभिलेखनले। अब सिद्धान्तमा आधारित पनि हुन्छ। यो सिद्धान्तमा आधारित भन्नाले लेखाविधिका विभिन्न प्रचलनहरू, अवधारणाहरू, मान्यताहरू छन् जसलाई लेखाविधिको सिद्धान्त भनिन्छ। यिनै सिद्धान्तलाई अनुसरण गरेर लेखाको कार्य सम्पन्न गर्ने गरिन्छ। विद्यार्थी भाइ बहिनीहरू, लेखाविधिका विभिन्न प्रिन्सिपलहरू छन्, नीति छन्, सिद्धान्त छन्। त्यसै सिद्धान्तमा आधारित रहेर लेखाविधिले आफ्नो कार्य सम्पन्न गर्ने गर्दछ। अब विद्यार्थी भाइ बहिनीहरू, लेखाविधिको उद्देश्य तथा कार्यहरू। अब विशेषतः थाहा पायौँ हामीले। यो तपाईँलाई सम्झाउनुको लागि मात्रै कोट भनेको मैले। यो कोट कालो छ भनेको यसको विशेषता हो। अब यो कोट धागोले बुनिएको छ भनेपछि विशेषता हो। तर यसको फाइदा के छ भन्दाखेरिमा के होला त यसको फाइदा? अब यो चट्ट मलाई राम्रो पनि देखाइदिएको छ, सिँगारिएको पनि छ। त्यही भएको हुनाले यसले न्यानो बनाउँछ। अर्को के छ विशेषता? अब के अरे फाइदा, यसको यसको उद्देश्य अथवा कार्यहरू। यसको कार्य भनेको राम्रो देखाउने कार्य, अर्को कार्य भनेको तपाईँको न्यानो बनाउने कार्य। त्यस्तो कार्य, राम्रो कार्य हुन्छ। त्यही भएर कार्यहरू भन्नाले यसले पूर्ण व्यवस्थित तरिकाले अभिलेख राख्ने। यसले के गर्छ? आर्थिक कारोबारहरू, मौद्रिक रूपमा व्यक्त गर्न सकिने कारोबारहरूको पूर्ण रूपमा अभिलेख राख्ने, नाफा नोक्सान पत्ता लगाउने काम गर्दछ। अब अभिलेख राखिसकेपछि निश्चित समयमा जसरी आम्दानी र खर्चको बारेमा यसले अभिलेख राख्दछ। जसरी आम्दानी भन्दा खर्च बढी भयो भने के हुन्छ? नोक्सान हुन्छ। आम्दानी भन्दा खर्च कम भयो भने नाफा हुन्छ। निश्चित अवधिमा कति खर्च र कति नाफा भयो भन्ने कुराहरू यसले पत्ता लगाउने कार्य गर्दछ। अब वित्तीय सूचना विश्लेषण र व्याख्या गर्छ। वित्तीय सूचना विश्लेषण भन्नाले तपाईँको कुनै पनि व्यावसायिक सङ्गठनको स्वामित्वमा कति सम्पत्ति रहेको छ, कति दायित्व वहन गर्नुपर्ने अवस्था रहेको छ र पुँजीको अवस्था के कस्तो छ भन्ने कुरा देखाउँदछ भने त्यसले वित्तीय अवस्थाको विश्लेषण गर्दछ र त्यसलाई व्याख्या पनि गर्दछ। त्यसले एउटा नेगेटिभ र पोजिटिभ तरिकाबाट व्याख्या गर्नेछ। सम्पत्तिको अवस्था र दायित्वको अवस्था र पुँजीको अवस्थालाई नेगेटिभ र पोजिटिभमा विश्लेषण गर्दछ भनेपछि त्यसैलाई के भनिन्छ? तपाईँको वित्तीय सूचनाको विश्लेषण र व्याख्या गर्छ। वित्तीय अवस्थाको चित्रण गर्नु। अब निश्चित समय अवधिमा वित्तीय अवस्थाको चित्रण भनेपछि मैले भने तपाईँलाई निश्चित समयमा लेखाविधिको उद्देश्य कुनै पनि सङ्गठनको निश्चित समयावधिको वित्तीय स्थितिको यथार्थ अवस्थाको चित्रण गर्नु हो। यसको वित्तीय अवस्था अन्तर्गत सम्पत्ति, दायित्व, पुँजीको स्थितिलाई जनाउँदछ। विद्यार्थी भाइ बहिनीहरू, अब अर्को रहेको छ तपाईँको विभिन्न प्रयोगकर्ता अथवा वित्तीय सूचना उपलब्ध हुने विभिन्न प्रयोगकर्ता। जसरी कम्पनीको मालिक होला, त्यसमा काम गर्ने अकाउन्टेन्ट होला, त्यसले आर्थिक कारोबारहरूको लेखाजोखा अभिलेखन गरेर त्यसले लेखाविधि तयार गर्दछ। लेखाविधि तपाईँको नाफा नोक्सान तयार गर्दछ। त्यसले तपाईँको वित्तीय अवस्थाको स्थिति तयार गर्दछ। ती अवस्था सम्बन्धित निकायलाई विभिन्न योजना तर्जुमा बनाउनु, नीति नियम बनाउनु, भविष्यको रूपरेखा कोर्न। जसरी तपाईँको म्यानेजमेन्ट अकाउन्टिङलाई प्रदान गर्दछ भनेपछि अब म्यानेजमेन्ट अकाउन्टिङ त भविष्यको बारेमा पनि सोध्छ, तर खासमा अकाउन्टिङ ऐतिहासिक सूचनाहरूलाई विश्लेषण गरेर भविष्यको बारेमा नीति नियम बनाउने काम गर्दछ भने त्यसैले विभिन्न प्रयोगकर्तालाई वित्तीय सूचना उपलब्ध गराउने काम लेखाविधिको हो अथवा अकाउन्टिङको हो। यो कुरा हामीले थाहा पाउनुपर्छ।
अब विद्यार्थी भाइ बहिनीहरू अब करको रकम निर्धारण गर्न मद्दत पुर्याउनु। करको रकम निर्धारण भनेपछि त जसरी हामीले यो देशमा बसेर केही न केही कारोबार गरेका हुन्छौँ अथवा व्यापार बिजनेस गरेका हुन्छौँ अथवा हामीले तपाईँको जागिर गरेका हुन्छौँ भनेपछि आफूले आम्दानी गरेको मध्ये केही निश्चित रकम तपाईँको केही हिस्सा सरकारलाई बुझाउनु पर्ने अवस्था हुन्छ। सरकारलाई बुझाउनु पर्ने अवस्था जसरी हामीले आय आर्जन गरेपछि त त्यो निश्चित आएको केही रकम सरकारलाई बुझाउनु पर्ने कार्य नै कर हो। त्यसैले करको रकम निर्धारण गर्नमा पनि यो लेखा विधिले महत्त्वपूर्ण कुरा कार्य गर्ने गर्दछ। त्यसैले विद्यार्थी भाइ बहिनीहरू आज यति। नमस्कार।